हेलो एभ्रिवान, के छ सबैजना आरामै हुनुहुन्छ होला होइन। म चाहिँ अहिले अब्बामा छु कि यहाँ गाडी लोड गर्दै थियो अनि लोड गरेर भ्यायो अनि त्यसपछि गाडी लोड गर्दै गर्दै पानी परेको थियो अनि पानी पर्दा पर्दै अनि लोड गरेर भ्यायो अनि हावा निकै चलिरहेको थियो कि हावा चलेर अनि फेरि पानी आयो कि म बेल्ट बाँध्दा बाँध्दै अनि त्यसपछि यहाँ बेल्ट बाँध्दै थियो फेरि बेल्ट बाँधिरहेको थियो बेल्ट बाँध्दा बाँध्दै अनि त्यस पछाडि अनि के अरे अनि गाडी यहाँ गरेपछि कि ढिला भयो लोड त अघि नै भएको थियो करिब करिब अहिले कति बज्यो 4 4:30 भइसकेछ अनि अहिले चाहिँ म अब्बामा छु यो रियादको लोड गरेर अनि बसेको यता यता बेल्ट बाँध्दै थिएँ यो बेल्ट बाँध्दा बाँध्दै पानी पऱ्यो क्या मौसम चाहिँ चिसो छ है रियादतिर भन्दा अब्बामा चाहिँ अहिले धेरै बेर पछाडि पानी पऱ्यो मलाई चाहिँ त्यो रमाइलो लाग्थ्यो तर बेल्ट बाँध्दा बाँध्दै आयो कि म चाहिँ अहिले अब्बामा छु अब्बाको अल्जेरी कम्पनीमा म यहाँनिर छु यो ठाउँ के भन्छ है अब्बा मुसियर भन्छ क्या हो त भित्रपट्टि अहिले यहाँबाट नि बोलाइदिएको थियो कि यहाँ लोड गरेको थियो यहाँनिर थियो गाडीहरू 3टा गाडी उठायो 2टा गाडी हिजो लयो आज 2टा गाडी उठायो अनि अहिले चाहिँ अनि म बेल्ट बाँध्न लाग्यो फेरि पानी बिसायो कतिखेर पानी पर्छ फेरि थाहै छैन हो फेरि अहिले नि गाडीको बेल्ट बाँधेर सिद्धियो यो गाडी चाहिँ मानको हो यो मान गाडी हो कि मैले चलाउन थाले चाहिँ लगभग कति 8 महिना 9 महिना जति होला पहिला मसँग अक्टोसको थियो अर्को अनि यो मान गाडीमा जोड्यायो यो चाहिँ अहिले मान गाडी हो अनि यो चाहिँ अहिले गाडी रियादको लोड भइरहेछ गाडी चाहिँ यस्तो देखिन्छ है मैले चलाएँ कतिजनाले चाहिँ डाइरेक्ट मलाई मेसेज गर्नुहुन्छ कि कम्पनी कस्तो छ के छ भनेर होइन अब मैले कम्पनी कस्तो छ भन्दिनँ कि कम्पनी समस्यामा लास्टै समस्या छ राम्रो भनेको त्यही बेसिक सेलेरी टाइममा दिन्छ त्यति एउटा हो अनि गाडी बिग्रियो भने बाटोमा फ्याट्ट ल्याएर अनि गाडी बनाइदिन्छ हामी आफैले पैसा तिर्नु पर्दैन कि कहीँ पनि जस्तै यस्तो टायरहरू पड्कियो भने पङ्चर भयो भने कहीँ यस्तो पार्किङहरू बिग्रियो भने मेकानिकले गर्नुपर्ने काम चाहिँ नि गरिदिन्छ है अनि यो कम्पनीमा त्यति मात्रै हो अनि नत्र भने अरूमा त लास्टै झ्याउ छ यता अरू गाडीहरू छ यो मैले लिएर आएको गाडीहरू यादबाट आउँदा अनि अरूमा भने चाहिँ झ्याउ छ है निकै अनि फाइन आएको फाइन आफैले तिर्नुपर्छ अहिले त यो हाइटको मिजानको फाइनहरू भन्छ यहाँ माथिको गाडी हाइट हल्को भयो भने आफूले ड्राइभरको भनिदियो ड्राइभरको एकाउन्ट सब बन्द छ मैले चाहिँ कतिजनालाई भनिदिएको छु नआउनु भनिदिएको छु होइन अहिले सेलरी जम्मा नि 1900 2000 भन्दा आउँदैन त्यही माथि नयाँ नयाँ फाइन अलि बढी आउँछ अनि त्यही भएर मैले चाहिँ धेरै जसो नआउनु भनिदिएको छु कतिजना चाहिँ आउनु हुँदो रहेछ कि अनि आएर अस्ति नयाँ नयाँ मान्छेहरू चाहिँ घरतिर गयो कतिजना चाहिँ घरतिर गयो कतिजना चाहिँ अनि काम गरिरहेछ भन्थ्यो ल है त गाइज यस्तै छ कम्पनी भने चाहिँ कम्पनीको समस्या अहिले जे भन्यो त्यो त्यस्तै छ सब नम्बर 1 भने कम्पनीहरू त्यति धेरै राम्रो छैन अहिले अनि कम्पनी भने चाहिँ त्यस्तो धेरै राम्रो पनि छैन नराम्रो पनि छैन नराम्रो भन्यो भने एकदम नराम्रो छ कम्पनी रेटमा छ राम्रो छ भने के राम्रो भन्नुहुन्छ त्यहाँबाट अब आउने जतिले अब दुःख पाउनेले पाइरहेछ सुख पाउनेले पाइरहेछ अब अनि कतिजनालाई चाहिँ थाहा छ कतिजनालाई चाहिँ थाहा छैन राम्रो छ भनेर अब मैले चाहिँ तपाईँ किन बसिरहेको त्यो कम्पनीमा भन्दा फेरि होइन यो कम्पनीमा म अब अनि अहिले 3.5 वर्ष भइसक्यो किनभनेदेखि अनि घर जाने भने अब त्यस्तै भइरहेछ अनि घर जाउँ नेपालको हालत माहौल त्यस्तै छ यहाँ बसौँ भने यहाँको माहौल यस्तै छ त्यसले गर्दाखेरिमा चाहिँ अनि गएन घरतिर नगएपछि अनि मैले चाहिँ यही गाडी चलाउँदै बस्दै गरेको छु अनि पैसा भने चाहिँ त्यस्तै छ अब कहिले आउँछ कहिले आउँदैन खाना भने चाहिँ अब आफूले तरतिब गर्नुपर्छ गाडीमै बनाउने गाडीमै खाने सुत्ने गाडीमै हो हिँड्ने गाडीमै हो अहिले भने इन्टरनेसनल चलाइदिएको छ दुबई कतार बहरैन ओमान कुवेततिर हालिदिएको छ कति ठाउँमा चलिरहेछ अहिले म चाहिँ अब्बामा छु अनि अब्बाबाट अनि अब रियादबाट फेरि कता पठाउँछ हेरौँ ल है त यो भिडियो चाहिँ अहिले चाहिँ यति मात्रै है त।